जनताले फोन गर्छन् त्यसैले म फोन लिन्न भनेर भन्न चाहिँ पाइदैन। एउटा अर्को कुरा जस्तो सार्वजनिक फोन लिइसकेपछि साथीहरू तपाईको कार्यालय प्रमुखको फोन र तपाईको फोन चाहिँ यो सरकारी कोषबाट चलेको फोन चाहिँ बन्द हुनु हुँदैन। यो मैले धेरै ठाउँको चाहिँ उसमा राखेको छु, यो बन्द हुनु चाहिँ हुँदैन। सूचना अधिकारी भनेको छ, फोन गर्यो एकजना नानी बोल्छिन्, माफ गर्नु होला तपाईको मोबाइलको स्विच अफ गरिरहेछ भनेर चाहिँ जवाफ आउँछ। कहिलेकाहीँ यस्तो इमर्जेन्सी पर्छ, कहाँ खोज्ने, त्यो कुरा छ। त्यो भएको हुनाले एउटा सार्वजनिक यो जवाफदेहिताको पदमा बस्ने कार्यालय प्रमुखलाई त हामीले भनेकै छौँ, कम्प्लिटली अझ लागू भएको छैन जस्तो लाग्छ। र सूचना अधिकारीको फोन पनि सूचना अधिकारीले आफ्नो छुट्टै नम्बर दिनु पर्यो, छुट्टै चाहिँ सिमको लागि हामीले लेखेर पठाउँछौँ, तपाईँले पहल पनि गर्नु पर्यो र कार्यालयसँग सम्बन्धित हरेक कुराको सूचना तपाईँ मार्फत जानु पर्यो। अब मैले यहाँ तपाईँको यो मेसेज देखायो भने तपाईँ छक्कै पर्नुहुन्छ। सर मालपोत कार्यालयमा त्यो ढड्डा त्यो श्रेष्ठ अध्यापति गर्न गएको त्यहाँको मान्छेले यो कागजले हुँदैन भन्नु के चाहिन्छ भनेर मलाई सोधिरहेछ मान्छे। अब मालपोतको श्रेष्ठ अभिलेख कायम गराउनलाई के चाहिन्छ भन्ने कुरा सिडिओलाई थाहा हुँदैन नि त। त्यो कुरा त तपाईँहरूले चाहिँ अलिकति त्यो हिसाबले जानु पर्यो। एउटा अर्को कुरा, ठिक छ हिजो जेनजी मुभमेन्टमा हाम्रा कार्यालयहरू जले, जिरो भएको त यही कार्यालय पनि हो। हामीले सरकारी बजेट तपाईँलाई क्लियरली कुरा गर्नु पर्यो। कम्पाउन्ड यो त्यो निवास यी सबै सुरक्षाकर्मीको आवासदेखि लिएर अगाडिको सारा बिल्डिङ जल्याउन् राज्यले हामीलाई जम्मा 40 लाख रुपियाँ दिएको हो, बुझ्नु भएन। सङ्घ संस्था लौ न भनेर हामीले यसरी चाहिँ व्यवस्थापन गरेका छौँ। बाहिर गएर हेर्नुभयो भने कमसेकम भिड छ यहाँ, अलग कुरा हो। 4 दिन बिदा हुँदा लगातार बिदा भएको कारणले गर्दा ठेकी नसक्ने भिड छ। हामीले 2-3टा कुराहरू गरेका छौँ, हेर्नु होला है साथीहरू। एउटा टोकन सिस्टम लागू गरेका छौँ हामीले, हेर्नु होला एउटा। अर्को हामीले चाहिँ पब्लिकका लागि फ्री वाइफाईको व्यवस्था गरेका छौँ। ठाउँ ठाउँमा तपाईँले गएर हेर्न सक्नुहुन्छ, स्क्यानिङ गरेर मान्छे दिन सक्छ। 2 तेस्रो हेल्प डेस्क हामीले राखेका छौँ, हामीले। र चौथो बाहिर सर्भिस लेआउट गरेका छौँ। जिल्ला प्रशासन कार्यालयले यति गरेका छ भनेर मैले तपाईँलाई अहिले भनिसकेपछि जुन चिज तपाईँले बाहिर निस्किने बेला हेर्न सक्नुहुन्छ, त्यो चिज तपाईँको पनि लागू गरिदिनुहुन्छ भन्ने अधिकार हुन्छ कि हुँदैन? मलाई हुन्छ कि हुँदैन? कमसेकम तपाईँको अफिसमा गइसकेपछि सर्भिस लेआउट के हो त, हाम्रा कतिवटा कोठा छन्, कार्यालयहरू कहाँ बस्नुहुन्छ, त्यो कोठा नम्बर कतिमा के काम हुन्छ, यो कोठा कुन परियोजनाको लागि कोठा हो, एकचोटि तपाईँको यो कोठाबाट के काम हुन्छ अथवा त्यही कार्यालय प्रमुखको नम्बर के अरे कोठा कुन हो, सूचना अधिकारीको कोठा कुन हो भन्ने कुरा त्यो तहगत हिसाब